अस्ट्रेलियामा भएको कार दुर्घटनामा चितवन भरतपुरका एकै परिवारका 3 जनाको मृत्यु भएको छ। भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका आमा, बाबु र छोराको घटनास्थलमै मृत्यु भएको हो भने सासुआमा घाइते भएकी थिइन्। उक्त दुर्घटनामा चितवनको भरतपुरका कारका चालक 41 वर्षीय हरिकृष्ण भण्डारी, उनका 31 वर्षीय श्रीमती सपना नेउपाने र 3 वर्षीय छोरा बेन भण्डारीको दुर्घटनास्थलमा मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। उनीहरूसँगै यात्रारत हरिकृष्णका सासुआमा पवित्रा नेउपाने घाइते भएकी छिन्। उनी गएको दशैंमा मात्र छोरी ज्वाइँ भेट्न अस्ट्रेलिया पुगेकी थिइन्। उनलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो भने अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। अर्को गाडीमा सवार रहेका कारण उनीहरूको एक छोरी भने सकुशल रहन सफल भएकी छिन्। उनी 6 वर्षकी छिन्। अभिभावक गुमेपछि उनलाई आफन्तहरूले संरक्षण गरेका छन्। उनीहरू मेलबर्नमा रहँदै आएका थिए। सो दुर्घटनापछि परिवार शोकाकुल अवस्थामा छ। मालवाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्य समेत सवार रहेको र उनीहरूले केही समयपछि मात्र घटनाबारे जानकारी पाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।